महिनादेखि फागुन महिना हाम्रो घरको कोठामा म चाहिँ यस्ता रहेछ अरे उ चाहिँ यतापट्टि तल्लोपट्टि तलतिरबाट चढ्नु भन्दा दुईजना अनि हाम्रा सीताले बनेका ती घरेलु झोला त्यस्ता झोला बोक्दा दुईजनाले बोकेका छन् यस्तो दोकानले पाएर अनि एउटा चाहिँ अलिक गोरो म जस्तै कालो कालो हो कोरोना दुईटा राख्नामा दुईजना रहेछन् एउटा चाहिँ कालो न कालो यस्तै काँडै काँडा भएको यस्तै जिउभरि नाक्काभरि अनुहारभरि सबै काँडै काँडा भएको कालो न कालो आधा जत्रै अल्गा क्या कालो न कालो त्यो अनि अर्को चाहिँ अलिक गोरो अलिक त्यो कालो भन्दा अलिकति गोरो गोरो तारे त्यो चाहिँ सादा रङ्गी काँडा साँडा केही रहेछन् नि कोरोनाको अनि दुईजनाले अनि एकपल्ट झोला बोकेँ अनि म त यसो दैलामा त्यस्ता खेल्न उभिएर यसो हेरिदिरहेछ अब कोरोना भनेको त यही होला नि यही रहेछ कोरोना भनेको त यहाँ कस्तो डरलाग्दो काँडै काँडा भएको यसले मलाई छुन्छ कि भन्दा यस्तो डरा यस्तो भित्तामा टाँसिदिरहेछु अरे अनि तिनीहरू यस्तो झोला बोकेर अब हिँड्न लागे अब फर्किन लाग्दा मलाई छुन्छन् कि भनेर डरले यस्तो गरिदिरहेछु अरे अनि त्यो अलिअलि भएको थियो अगाडि लाग्यो त्यो काँडै काँडा भएको चाहिँ पछाडि लाग्यो अनि गएँ अनि उनीहरू यस्तो गएँ अनि म चाहिँ अनि कोठाभित्र बसेँ मोराहरूले भन्न हाम्रो घर छोडिदियो भनिदिरहेको छु अरे क्या अनि त्यही भएर तिनीहरू छोडेको भएर हाम्रो घरमा कोरोना नआएको होला होइन अनि त्यहाँबाट म त त्यस्तो अब कसलाई भन्नु गाउँघर कसले भन्दा पत्याउँदैन होला भने अस्ति यता आउने अघिल्लो दिन मन्दिर आएको थिएँ त्यो गोपीचन्दन पनि किन्न अनि त गुरुआमालाई पनि यसो भेटिराखेर दर्शन गरेर हुँदैन भनेर मन्दिरको गुरुआमा मेरो पनि गुरुआमा पनि छ नि उसले ज्ञान सिकाएको अनि त्यहाँ तिनलाई भेट्न गएको अनि मैले यस्तो देखेँ त्यहाँ आमा मैले त गुरुआमा मैले त सपनामा यस्तो देखेको थिएँ भने त्यहाँ अरू पनि 5-7 जना हो त्यस्तै डरलाग्दो हुन्छ अरे काँडै काँडा भएको डरलाग्दो कालो हुन्छ अरे जेठो कोरोना चाहिँ भनेर तिनीहरू पनि त्यसो भने मैले सपना यस्तो यस्तो देखेको भन्दा तपाईँ त भगवानै रहेछ देख्नु भएको छ भनेर छक्क भयो पोहोरको साल कि अहिलेको साल आमा फागुनमा यो अस्तिको फागुन कि पोहोरको अहिलेको ए भर्खरको फागुन भोलि तपाईँ देखेको एउटा डेन्जर त्यो काँडै काँडावाला त्यो कोरोना भने चाहिँ त्यो सर्नेवाला कोरोना भयो अर्को नसर्नेवाला कोरोना भने चाहिँ सिम्पल तरिकाको हो होइन त ठ्याक्कै आमाले त्यही तरिका देखेको क्या अनि मैले त्यही त 6-7 जना मान्छे रहेछन् मन्दिरमा पनि अनि मन्दिर पनि 6-7 जना मान्छे रहेछन् अनि मैले पनि गुरुआमासँग कुरा गर्दै थिएँ अनि सबैले सुने अनि हो अरे त्यस्तै डरलाग्दो हुन्छ अरे भगवानको एकदमको भयङ्कर हुन्छ अरे भनेर भने तिनीहरूले पनि मोटो पनि यस्तै मोटो छ यस्तै मोटो भने यो आदेश जतिको मोटो थियो कोरोना यस्तै मोटो तर कालो एउटा त्यो काँडै काँडा हुन्छ धेरै कालो एकदम कालो अर्को चाहिँ अलिक भर्खर अलिक काँडा नभएको सादा रङ अलिक त्यो कालो चाहिँ यो आदेश जस्तो मोटो कि एकदम डेन्जर काँडै काँडा भएको भने चाहिँ सर्नेवाला फैलिनेवाला कोरोना अर्को सिम्पलवाला चाहिँ काँडा नभएको चाहिँ त्यो चाहिँ एकजना मात्र लागेपछि एकजनाको लागि मात्र भयो नि त होइन अनि अब कोरोना कहिले जाला अनि यस्तो अनुहारभरि यस्तै काँडै काँडा भएको यस्तै अनुहारभरि नाकैभरि जिउभरि गालैभरि सबै हातैभरि पाखुरैभरि यस्तै यस्ता भएको देखेको डरले म त भुत्तुक्कै भएँ अनि तपाईँले जस्तो भन्नुहुन्छ त्यस्तै हुन्छ त कोरोना फेरि ठ्याक्कै अनि सपनामा त्यस्तो देखेँ बिउन जता म त डरले उठेर बसेँ नि अब भन्नु कसलाई भन्नु घर भनौँ एउटा त्यही नातिनी बोल्छु त्यसलाई भन्नु भने बौलाई राक्षसनी जे पनि भन्छ भनिहाल्थ्यो यही टेलिभिजन मार्फत भनिदिनु सबै जनता अनि त्यहाँबाट कोरोना मैले देखेको हो भनेर अनि त्यहाँबाट मन्दिरमा जाँदा अस्ति यता आउनु शनिबार आउने थियौँ शुक्रबार म मन्दिरमा गुरुआमा पनि दर्शन गर्नु पर्यो भनेर गयो कि अरे गुरुआमासँग भन्दाखेरि अरू 5-7 जना पनि थियो हो त्यस्तै डरलाग्दो हुन्छ भनेर सबैले सहयोग गरेर यो त भगवानै जस्तो रहेछ लु आमा तपाईँ त तपाईँ सबै देख्नुहुँदो आमाले जे देखेको फेरि ठ्याक ठ्याक यति हुने कुरा मात्रै देख्नुहुन्छ नि त आमाले फेरि आजको राति चाहिँ सबै देख्नु पर्यो कहिले कोरोना जान्छ भनेर त्यसलाई सोध्नु मैले भनेर आफूले देख्नु भन्दा हो र त आफै प्रत्यक्ष कहिले सपनामा आउँछ अब त्यो होइन आफै आउँछ त्यो आफै सपना आएको त अब देखौँ यसलाई कस्तो छ भनेर हुँदैन भावा नै थिएन अनि त्यस्तो देखियो त्यो देखौँ भनेर आयो भने त त्यो पुग्दैन नि त नसोचिकन ट्याक्कै आमालाई आउँछ त्यतिखेर चाहिँ ट्याक्कै पुग्छ त्यो चाहिँ अनि त म त अनि मन्दिरमा त्यही यता आउने त्यो अहिलेका उमेरका यी केटाकेटीहरू यिनीहरू के जान्दैन यिनीहरू केही जान्दैनन् गुरुआमालाई सोद्धाको अनि त्यो अरू पनि थिएर सबैले हो भनेर सही गर्दै अनि सबै हाँसे कस्तो देख्नुभएको तपाईँले त्यो अनिता काठ
आफूले मेरा कुरा सही भन्छ है भिडियो नि त्यो मन्दिरको मालिक